नमस्ते सबैजनालाई। आज मेरो बिदाको दिन अनि सानो मिनी ब्लग लिएर आएको छु। आज बिहानै म छिट्टै उठेँ अनि फ्रेस भएर दिनको सुरुवात गरेँ। त्यसपछि हामीले तातो चिया खायौँ अनि बिहान त चिया झन् कस्तो स्पेसल हुन्छ नि है। अनि बुढाबुढी भएर टाइम स्पेन्ड गऱ्यौँ। यता सानो सानो मुमेन्टहरू लाइफमा कति धेरै यादगार हुन्छ नि है विदेशी लाइफमा। अनि आज चाहिँ भाइहरू आएको थियो। हामीले सेलरोटी घरमै बनाएर खाने भनेर भन्यौँ अनि बनाउँदाखेरि चाहिँ अलिकति झन्झटिलो भएको थियो सुरुमा चाहिँ। अनि त्यसपछि चाहिँ लास्टमा चाहिँ मिठो अनि टेस्टी भएको थियो। अनि चारजना बसेर टक्क लाएर खायौँ। त्यसपछि चाहिँ हामी घुम्नलाई पार्क निस्केको थियौँ। त्यहाँको वातावरण त एकदम फ्रेस र शान्त थियो। अनि अलिकति हिँड्यौँ डुल्यौँ अनि फोटोहरू खिच्यौँ। मेरो चाहिँ आजको दिन यसरी नै बित्यो साथीहरू। अनि तपाईँको दिन चाहिँ कसरी बित्यो कमेन्ट गर्नुहोला। भिडियो कस्तो लाग्यो हेर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। अनि कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। हामी चाहिँ घुम्यौँ डुल्यौँ। आजलाई यति नै। हस्त नमस्ते। सबैजनाको दिन शुभ रहोस्। बाई बाई, टेक केयर।